सशस्त्र प्रहरी बल नेपालको यो भिडियो तपाईहरुलाई देखाउँदैछु। यो भिडियो सुनसरीको कोशिकापा वडा नम्बर 1 लौकही 10 गज्जाको हो। सशस्त्र प्रहरीको स्थापना भएको झण्डै 25 वर्ष पूरा भएको छ। सशस्त्र प्रहरी जब स्थापना भए द्वन्द्वकालको समयदेखि लिएर अहिलेसम्म विभिन्न किसिमका त्यस्ता खुला सीमामा बसोबास गर्ने आम नागरिक मात्र नभई देशभरिमै सशस्त्र प्रहरीले गरेका विभिन्न उद्धारका कार्यहरू पनि हामीले देखेका छौं। चाहे भूकम्पमा होस्, चाहे विभिन्न किसिमका बाढी पहिरो लगायतका सन्दर्भमा र विभिन्न त्यस्ता सशस्त्र प्रहरीका पछिल्लो समय गोदाखोरको टोलीहरूले कयौं त्यस्ता डुबेका घटनाहरूमा उद्धार गरिएको भिडियोहरू तस्बिरहरू हामीहरू विभिन्न समाचार माध्यमहरूमा जत्रतत्र हेरेका छौं। सशस्त्र प्रहरी स्थापना भएको 25 वर्षको अवसर पारेर सशस्त्र प्रहरीले मार्च पास गरिरहेको यो भिडियो म 10 गज्जा लौकहीको देखाउँदैछु। झापाबाट मोरङ र मोरङबाट सुनसरी र अहिले सुनसरीबाट लौकही बाट अब यो झण्डा लिएर प्रस्थान गरिसकेका छन् सशस्त्र प्रहरी। अब यो सप्तरीलाई यो झण्डा हस्तान्तरण गर्नेछ। यो मार्च पासको ग्राउन्ड रिपोर्ट म पवन रोनिया तपाईहरुलाई देखाउँदैछु। झण्डा हस्तान्तरण कार्यक्रम पश्चात जिल्ला सप्तरीका प्रमुख जिल्ला अधिकारी टुबराज पोखरेलज्यू र नम्बर 2 छिन्नमा सशस्त्र प्रहरी नायब महानिरीक्षक कृष्ण ढकालज्यूबाट मार्च पास्ट टोलीलाई राष्ट्रिय झण्डा तथा सशस्त्र प्रहरी बल नेपालको झण्डा हस्तान्तरण गरिदिनु हुन सादर निवेदन गर्दछु। सप्तरीको टोलीलाई हस्तान्तरण अगाडि बस्छ तिमीहरू खिच्दाखेरि के त्यहाँबाट यता हो त्यता जाऊ यता उता बसेर फोन बुझेन के चियो रे पुरा फर्कदा अब यहाँ फोटिने ए पछाडि पछाडि आउनु पछाडि